नमस्ते, म एन्जेलिना खड्गी, कक्षा 8बाट पिनाकल स्कुलको छात्रा। म आज हजुरहरूलाई जनै पूर्णिमा तथा रक्षाबन्धनको बारेमा भन्न गइरहेकी छु। जनै पूर्णिमा तथा रक्षाबन्धन। जनै पूर्णिमा तथा रक्षाबन्धन नेपाली समाजमा मनाइने महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक तथा सामाजिक पर्व हो। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ। विशेष गरी हिन्दू धर्मावलम्बीहरूका लागि जनै पूर्णिमा धार्मिक आस्था र संस्कारसँग जोडिएको महत्त्वपूर्ण दिन हो भने रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेम, विश्वास, स्नेह र आत्मीयताको प्रतीकका रूपमा मनाइन्छ। नेपालका विभिन्न समुदाय र स्थानमा यस पर्वलाई आआफ्नै परम्परा र संस्कृति अनुसार मनाउने गरिन्छ। जनै पूर्णिमाको अर्को महत्त्वपूर्ण पक्ष रक्षाबन्धन हो। यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइ तथा दाजुभाइहरूले आफ्ना दिदीबहिनीलाई राखी वा रक्षासूत्र बाँध्ने परम्परा पनि रहेको छ। रक्षाबन्धन बाँध्दा एकअर्काको सुख, शान्ति, दीर्घायु, स्वास्थ्य र सफलताको कामना गरिन्छ। यस अवसरमा परिवारका सदस्यहरू एक ठाउँमा भेला हुने, मिठा परिकार खाने, टीका लगाउने तथा उपहार आदान-प्रदान गर्ने चलन छ। यसले परिवारका सदस्य बीचको सम्बन्धलाई अझ नजिक र आत्मीय बनाउँछ। नेपालमा जनै पूर्णिमा विभिन्न समुदायका लागि फरक सांस्कृतिक महत्त्व बोकेको पर्व हो। यसै दिन नेवार समुदायले गुनुपुनी, तराई तथा मधेस विभिन्न समुदायले राखी तथा अन्य समुदायले आफ्ना मौलिक परम्परा अनुसार पर्व मनाउने गर्दछन्। पहाडी तथा हिमाली क्षेत्रमा पनि यस दिन विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि हुने गर्दछन्। यसरी हेर्दा जनै पूर्णिमा नेपालको विविधतापूर्ण संस्कृति र परम्परालाई जोड्ने महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ। जनै पूर्णिमाका अवसरमा धार्मिक स्थल तथा तीर्थस्थलको भ्रमण गर्ने परम्परा पनि छ। नेपालका विभिन्न स्थानमा रहेका कुण्ड, नदी तथा मन्दिरमा स्नान तथा पूजा गर्न मानिसहरू जाने गर्दछन्। कतिपय स्थानमा विशेष मेला तथा जात्रा समेत आयोजना गरिन्छ। यसले धार्मिक आस्थासँगै सामाजिक भेटघाट र आपसी सद्भाव बढाउन सहयोग पुर्याउँछ। यस पर्वको सामाजिक महत्त्व पनि उत्तिकै ठूलो छ। आजको व्यस्त जीवनशैलीमा परिवारका सदस्यहरूबीच भेटघाट र आत्मीयता कायम राखी यस्ता पर्वले महत्त्वपूर्ण भूमिका खेल्छन्। जनै पूर्णिमा तथा रक्षाबन्धनले हामीलाई आफ्नो धर्म, संस्कृति, परम्परा र संस्कारको सम्मान गर्न सिकाउँछ। साथै दाजुभाइ तथा दिदीबहिनी बीच मात्र नभई सम्पूर्ण समाजमा प्रेम, सहयोग, सद्भाव, सम्मान र एकताको भावना विकास गर्न प्रेरणा दिन्छ। बालबालिका तथा विद्यार्थीहरूका लागि पनि जनै पूर्णिमा हाम्रो संस्कृति र परम्पराबारे सिक्ने महत्त्वपूर्ण अवसर हो। विद्यालय तथा घर परिवारले यस्ता पर्वको धार्मिक र सांस्कृतिक महत्त्वबारे जानकारी गराउँदा नयाँ पुस्ताले पनि आफ्नो मौलिक संस्कृति संरक्षण गर्न सक्छ। आधुनिक र प्रविधिको विकाससँगै हामीले आफ्ना मौलिक परम्परा र संस्कृतिलाई बिर्सिनु हुँदैन, बरु समय अनुकूल रूपमा यसको सकारात्मक पक्षलाई आत्मसात गर्दै भावी पुस्तासम्म पुर्याउनु आवश्यक छ। अन्ततः जनै पूर्णिमा तथा रक्षाबन्धन हाम्रो धार्मिक आस्था, मौलिक सांस्कृतिक, पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव जोडिएको महत्त्वपूर्ण पर्व हो। यस पर्वको वास्तविक उद्देश्य र महत्त्वलाई बुझ्दै हाम्रो संस्कृति र परम्पराको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो। यस्ता पर्वहरूले एकता, प्रेम, शान्ति र सद्भाव अझ बलियो बनाउँदै जाउन् भन्ने कामना गर्नुपर्छ। पिनाकल स्कुल परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुहरूलाई पवित्र जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक
मङ्गलमय शुभकामना। यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, सफलता र आपसी प्रेम ल्याओस्। हाम्रो मौलिक संस्कृति, परम्परा र संस्कारको संरक्षण तथा पुस्तान्तरणमा हामी सबैको योगदान रहोस्। धन्यवाद।